सबैजनालाई। म डाक्टर प्रवीण। हिजो मेरो ओपिडीमा एकजना 45 वर्षको दाइ आउनु भएको थियो। उहाँको मेन समस्या भनेको पेटहरू एकदम पोल्ने, फुल्ने र खाना खाइसकेपछि चाहिँ उहाँलाई आराम मिल्ने र त्यसको 2-3 घन्टापछि फेरि पेट पहिलाको जस्तै दुख्ने। यदि तपाईँलाई पनि यस्तो छ र यो कसरी हुन्छ भनेर जान्न मन छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हाम्रो आमाशय पछिको भाग भनेको सानो आन्द्राको भाग हो र त्यसको पहिलो भागलाई ड्युडेनियम भनिन्छ। यदि त्यो ड्युडेनियममा कुनै कारणले घाउ वा कुनै इरोजन हुन्छ भने त्यसलाई हामी ड्युडेनियल अल्सरमा देखिने लक्षणहरू। यदि तपाईँको पेट बारम्बार पोल्छ, दुख्छ, फुल्छ, खाना खानु अगाडि एकदमै पेट दुख्छ र खाना खाइसके पश्चात राहत मिल्छ र खाना खाएको 2-3 घन्टापछि फेरि पेट दुख्न सक्छ एवं कहिलेकाहीँ वाकवाकी पनि लाग्छ भने तपाईँलाई ड्युडेनियल अल्सर भएको हुनसक्छ। अब यसको मुख्य कारणहरूमा नम्बर 1 मा हो फेरि पनि एच पाइलोरी। त्यस्तै गरी यदि तपाईँ बारम्बार पेनकिलरहरू जस्तै आइबुप्रोफिन, एस्पिरिन, डिक्लोफेनेक जस्ता औषधिहरू खाइरहनुहुन्छ भने तपाईँलाई ड्युडेनियल अल्सर हुने सम्भावना पनि प्रबल रूपमा रहन्छ। तपाईँहरूको जीवनशैली जस्तै नियमित व्यायामहरू नगर्ने, मसलेदार खानपिनहरू एकदमै धेरै गर्ने, राति ढिलो खाना खाने र पर्याप्त निद्रा नलिने, पानीहरू पनि दूषित खाने जस्तो गर्नुभयो भने तपाईँलाई ड्युडेनियल अल्सर हुनसक्छ। ड्युडेनियल अल्सरलाई हामीले सामान्य ग्यास्ट्रिक मात्र हो भनेर व्यवस्था गऱ्यौँ भने ड्युडेनियलमा पर्फोरेसन अर्थात् पाल पर्न सक्छ, ब्लिडिङ हुनसक्छ र खाना जाने बाटो पनि बन्द हुनसक्छ। अब ड्युडेनियल अल्सरलाई कसरी ट्रिट गर्न सकिन्छ त? यदि तपाईँलाई एच पाइलोरी पोजिटिभ छ भने हामीले एच पाइलोरीको लागि एन्टिबायोटिक दिनुपर्ने हुन्छ। त्यस्तै गरी हामीले एसिडहरू कम गर्ने औषधिहरू दिन्छौँ र लाइफस्टाइललाई परिवर्तन गर्न पनि प्रेरित गर्छौँ। यदि तपाईँले पनि ड्युडेनियल अल्सरका समस्त लक्षण छन् भने तुरुन्तै चिकित्सकसँग गएर परामर्श लिनुहोला। धन्यवाद।